देशप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू धेरै सङ्केतहरू देखिन थालेका छन्, क्लियर सिग्नलहरू देखिन थालेका छन् कि राष्ट्रसभा पार्टीको अब आउने चुनावमा पुङ्गी बज्दैछ। हामीले अहिले विचार गर्नुपर्ने कुरा के छ भने भनिन्छ नि अब काँधमा बोकेको कुकुरले शिकार गर्दैन भनिन्छ नि होइन, त्यस्तो भने जस्तै अमेरिकाको काँधमा चढेका थिए साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, बहराइन, जोर्डन लगायतका गल्फ कन्ट्रिजहरू है। यिनीहरू चाहिँ अब अमेरिकाले के न गरिदिन्छ हामीलाई, अब अमेरिकाको साथ पाएपछि हामीलाई कसैले छुन सक्दैन भन्ने थियो र उक्त देशहरूमा अमेरिकाको बेस क्याम्पहरू थियो र इजरायल र अमेरिका मिलेर इरान विरुद्ध लडिरहेका छन्। इजरायल र अमेरिकाले इरानलाई हानेपछि इरानले आफ्नो वरिपरिको जति पनि गल्फ कन्ट्रिजहरू छ होइन, जो चाहिँ इरानको विरुद्धमा लागेका थिए अथवा भनौँ न इरानलाई असहज हुने गरी, इरानलाई खतरा हुने गरी उनीहरूले अमेरिकी सैनिकलाई अथवा अमेरिकालाई बेस क्याम्प राख्न दिएका थिए ती राष्ट्रहरूले। इरानले के गर्यो, ती राष्ट्रहरू सबैमा चाहिँ आक्रमण गर्यो र त्यहाँ बस्ने त्यहाँका सिटिजन मात्र नभएर नेपालबाट र अन्य मुलुकहरूबाट रोजगारीको सिलसिलामा त्यहाँ पुगेका विदेशीहरू, उनीहरूको लाइफ समेत अहिले के छ, सङ्कटमा छ। अब हाम्रो देशमा पनि त्यही नियति भित्राउन खोजिँदैछ। कसरी? ल सुन्नुहोस्, बारबरा फाउन्डेसन र अमेरिकन युथ काउन्सिल यसका सदस्यहरू को हुन् भनेर त मैले भनिसकेँ होइन। उनीहरूलाई अमेरिकाले नेपालमा एजेन्टको रूपमा किन खटाएको हो भन्दाखेरि अमेरिका नेपालमा पनि बेस क्याम्प राख्न चाहन्छ ताकि चाइनालाई, रसियालाई र इन्डियालाई उसले चाहिँ थ्रेडमा राख्न सकोस् अथवा चेकमा राख्न सकोस्। यो कुरा हामी आम नेपालीहरूले अब समयमा बुझ्नुपर्छ। हामी त एकदम भावनामा बग्ने बानी छ हामी नेपालीहरूको, भावनामा बग्ने, अनि त्यस पछाडि पुरानाहरूले यो बिगारे ऊ बिगारे, तिनीहरूको इखले चाहिँ अब नयाँ युवा भनौँदाहरूको चाहिँ ठेकदार, युवाको ठेकदार भएर आएका छन् यो एउटा पार्टीका चाहिँ उम्मेदवारहरू भनौँ न होइन। र नयाँलाई दिनुपर्छ, युवालाई दिनुपर्छ भनेर अब यस्ता यो अमेरिकाको एजेन्टहरू जो चाहिँ अमेरिकामा जो चाहिँ नेपालमा अमेरिकी बेस क्याम्प राख्नको लागि, अमेरिकी सैनिकको बेस क्याम्प राख्नको लागि नेपालमा प्रपञ्च गरिरहेका छन्। यिनीहरूलाई साथ दिनु भनेको भविष्यमा, निकट भविष्यमा नै तपाईँ हामीले गल्फ कन्ट्रिजहरू जुन छन् अहिले इरानको तारोमा परेका होइन, ती देशहरू जस्तै हाम्रो देशमा नियति भित्राउनु हो। तपाईँहरूले जुन नयाँ भनिरहनु भएको छ, युवा भनिरहनु भएको छ, सुपरस्टार भनिरहनु भएको छ, चाहिँ गरिबहरू